अहिले चाहिँ रातको 1 बज्यो पाइप फुटेर यो क्यामा यहाँ पाइप देख्यो ओ निस्क्यो नै भिजिसक्ने रहेछ नि यो त देख्न सक्नुहुन्छ पारी चाहिँ के देखिँदैन वेलकम ब्याक माई न्यू ब्लग सबैजनालाई स्वागत छ फेरि पनि मेरो न्यू ब्लगमा तपाईहरुले हाइलाइट हेरेर पनि थाहा पाइसक्नु भयो होला खेत रोप्नुको लागि आएको छु खेत चाहिँ भनेको यो फागुनको महिना यो चाहिँ भनेको हिउँदे धान भन्छ हैन अनि म चाहिँ हिउँदे धान रोप्नुको लागि आएको छु अब चाहिँ तपाईहरुलाई के ढिलो नगरिकन म चाहिँ यहाँको आजको चाहिँ ब्लग देखाउने तयारीमा छु हैन सबैजनाले मेरो ब्लगलाई हेरेर लाइक कमेन्ट शेयर गरिदिनु होला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला ल हाम्रो खेत रोप्ने टोलीहरु हेरौँ त ल गरङलङ पारेर धान रोप्ने कुरा छ अब चाहिँ यहाँले भाइको चाहिँ चामडा हुन्छ क्या चामडा यहाँनिर चाहिँ भनेको पुरा चामडा पेलाइ हुन्छ अहिले चाहिँ भनेको भात खानु पर्यो हैन भात खानुको लागि भनेको दुःख गर्नु पर्यो अनि मान्छेको यो शरीरमा यो भुँडी नभए चाहिँ हुन्थ्यो भुँडीले गर्दाखेरि साह्रै दुःख पाइयो साथी हो गाह्रो छ जिन्दगीमा गरी खानु पनि नगरौँ भने कसले दिने गरौँ भने साह्रो हुने यस्तै छ जिन्दगी यो ब्याडो खाल्नुको लागि आएको यहाँनिर चाहिँ यति छ यो चाहिँ सिमाना हो कराएन नि दुम्सी पो हो कि क्या भने सक्नुहुन्छ यो चाहिँ मकै हो हैन यहाँनिर मकै खान आउन सक्नुहुन्छ कसैलाई मकै खाने इच्छा छ भने फागुन चैतमा चाहिँ मकै खाने कसैलाई इच्छा छ भने चाहिँ आउन सक्नुहुन्छ यहाँनिर मकै छ यो चाहिँ मकै बारी हो घोगा पनि लागेको छ अलिअलि देख्न सक्नुहुन्छ चाहिँ मकैको घोगा तर सानो लागेको छ अहिले चाहिँ ठुलो हुन लाग्यो मकै पोली खाने बेला भयो मकै चाहिँ अब चाहिँ सक्नुहुन्छ यो चाहिँ पानी हो यहाँ चाहिँ पानी निकाल्नुको लागि आएको होइन र यो पाइपबाट चाहिँ पानी चाहिँ जाँदैछ हैन अनि यो पानीले चाहिँ यसरी चाहिँ निकालेर चाहिँ यहाँदेखि चाहिँ यता तल यो भिजाउनुपर्छ यो खेतलाई चाहिँ देख्न सक्नुहुन्छ गर्नु पर्यो मेहनत त यहाँदेखि देख्न सक्नुहुन्छ खेतमा चाहिँ यसरी पानी चाहिँ हाल्नु पर्यो अनि चाहिँ यो चाहिँ खेत रोप्नुको लागि तयार गर्दै गरेको ट्र्याक्टरले जोत्दै चाहिँ हामीले बिउ सार्न आँटेको देख्न सक्नुहुन्छ हैन यो चाहिँ बिउ हो अब यो चाहिँ बोकेर चाहिँ पर लानुपर्छ हामी चाहिँ यहाँ बिउ सार्दैछौँ धमाधम बाहिरमा चाहिँ साह्रो भयो अरे ल्याउनु भाइले चाहिँ अहिले बिउ बोकेर ल्याएर चाहिँ गलेको अवस्था अरे र अब चाहिँ सबैले देख्न सक्नुहुन्छ हाम्रो चाहिँ खेत रोप्न सुरु भयो अनि सबैजनाले भिडियो कस्तो लाग्छ लाइक कमेन्ट शेयर गरिदिनु होला